Hi everyone, welcome and welcome back to my channel again. This is me, रेशमा अधिकारी. फेरि पनि आइसकेको छु अर्को नयाँ भिडियोको साथ र मैले चाहिँ भ्लग स्टार्ट गरिसकेँ फाइनल्ली हैन. मेरो आजको भ्लग चाहिँ एकदमै मेरो लागि पनि स्पेशल हुनेवाला छ किनकि मेरो चाहिँ यो फर्स्ट ट्राई हो. म यहाँ कोरियामा आएदेखि म चाहिँ एक्लै हुन्छु तर पनि मलाई कति धेरै थोकहरू गर्न मन लागिरहेको हुन्छ. यदि मसँग टाइम छ भने चाहिँ मैले केही न केही चाहिँ गरिरहेको हुन्छु. मलाई यतिकै चुप लागेर बस्नु चाहिँ मन लाग्दैन र आज पनि त्यस्तै गरी केही ट्राई गरौँ न त भनेर हैन. त्यो पनि कसरी आइडिया आयो भने मैले अस्तिना चाहिँ मासु लिएर आएको थिएँ एन्ड मैले त्यहाँ के देखेँ, बोनलेस चिकन. अनि के आयो त दिमागमा, अचार, चिकनको अचार. सो मैले चाहिँ यहाँ लिएर आइसकेको छु. म्यारिनेट पनि गरिसकेँ कि मैले मासु चाहिँ. अब म चाहिँ यो फ्राई गर्न भन्दा अगाडि 5-10 मिनट छोपेर राखिदिन्छु किनकि म्यारिनेट गरिसकेपछि 5-10 मिनट छोप्यो भने चाहिँ मासु राम्रो हुन्छ. अनि त्यस पछाडि चाहिँ म आज चिकनको अचार ट्राई गर्न गइरहेको छु. हेर्छु, मैले चाहिँ रेसिपीहरू हेर्दै नै गर्छु किनकि मैले अहिलेसम्म बनाउन ट्राई गरेको छैन, मलाई आउँदैन. यो मेरो आफ्नो फर्स्ट ट्राई हो नि त, त्यही भएर मैले चाहिँ सेयर गर्न खोजेको के कस्तो हुन्छ. अनि बट्टा पनि सानो छ, एकदमै थोरै देख्नुभयो चिकन पनि. अनि मैले बट्टा पनि सानो रेडी गरिराखेको छु किनकि यो चाहिँ ट्राई मात्रै हो नि त, के थाहा बिग्रिन्छ कि बा बन्दैन कि हैन. फर्स्ट टाइम हो त्यही भएर ल. अनि के गर्छु कसो गर्छु म देखाउँछु. स्टे ट्युन. लाइकबाट सुरु गर्नु प्लिज, लाइक. अनि चाहिँ मैले के यो मलाई हेर्नु न, तामाको तरकारी देखेँ कि मैले. तामा तरकारी खानेवाला तामा बेच्न राखेको रहेछ है. मलाई अब यो खान पर्यो क्या जसरी भए पनि. सो यसलाई पनि म काटेर राखिहाल्छु किनकि आज टाइम भएको बेलामा काटेर सर्टसर्ट राख्दाखेरि चाहिँ पकाउन अब कति बेला कुन दिन टाइम मिल्छ. आज चाहिँ मसँग साग छ. मैले यो सायद अब भोलि बेलुका या पर्सितिर अब कुन दिन हुन्छ त्यही दिन पकाउँछु. तर यसलाई तासेर चाहिँ राखौँ है त. हेर्नु भित्र चाहिँ कत्रो छ थाहा छैन. यो खोस्लासँगै आएको छ फेरि. ओहो चिलाउँछ कि क्या हो हातमा त. आइजाने मैले चाहिँ यहाँनिर फ्राई गर्दैछु कि यो मसलाको लागि रेडी गर्दैछु. यहाँ हेर्न सक्नुहुनेछ अब के जाति देख्नुहुन्छ सबै थोक हालेको छु है मैले. अब यहाँ यो भुटिसक्यो. अब म यसलाई चाहिँ खन्याउँछु. फेरि भुटिसकेर नि धेरै उयो भयो भने कालो हुन्छ. गनाइसक्यो यहाँ ल. मैले सोचेको छु यो पनि यहीँ भुटिदिन्छु यसरी भनेर. खोर्सानी र उयो सँगै चाहिँ नभुटेको, यो छुट्टै भुटेर ग्राइन्ड गरिदिन्छु मैले चाहिँ. अब चाहिँ यसको पाली अनि चाहिँ मैले यो फ्राई गर्छु. यति मात्रै हो तर पनि म ट्राई गर्न मन लागेको छ आज. अब यो चाहिँ म ग्राइन्ड गर्छु है त. म चाहिँ यहाँ लसुन पनि मिक्स गर्छु कि अलिकति. लसुन पनि हाल्यो भने अझ मिठो फ्लेभर आउँछ नि त. तेल पनि तातिसक्न लाग्यो. अनि त्यस पछाडि पहिला चाहिँ मैले यो फुराउँछु कि. अनि त्यस पछाडि चाहिँ बल्ल मासु हालिदिन्छु. एकैछिन मात्रै फुराउँदा पुगिहाल्छ यसलाई चाहिँ. अब चाहिँ डाइरेक्ट म मासु तार्छु यही तेलमा.
मासु चाहिँ यतिको फ्राई भइसक्यो फ्राई चाहिँ हुँदैछ म चाहिँ मासुलाई अलिकति फ्राई नै गर्छु किनकि मलाई चाहिँ यो मासु अलिक मस्तसँग फ्राई भएको वाला मनपर्छ मान्छेले यतिकोमा पनि हाल्नु हुँदो रहेछ अचारहरू तर पनि आई वान्ट लिटल बिट डिप मलाई चाहिने जति फ्राई चाहिँ भइसक्यो अब यहाँभन्दा धेरै फ्राई चाहिँ गर्दिनँ मैले किनकि अहिले फेरि मसलासँग अलिकति पकाउनु पर्छ नै सो अब यसलाई पनि आएर चाहिँ म फेरि मसला पकाउँछु है त ल अब चाहिँ अर्को कराईमा मसला हामी पकाउँछौँ है त गाइज मैले चाहिँ यहाँ आइसकेपछि फेरि भिडियो याद गर्दैछु होइन मैले चाहिँ सबै मरमसलाहरू यताउता हालिसकेँ अनि अब चाहिँ बाँकी छ नुनहरू हाल्नलाई कलर चाहिँ राम्रो देखियो मलाई कलर चाहिँ मन पर्यो है एकछिन पकामै त अलिअलि चर्की राम्रो हुन्छ अचार त चर्को भयो भने चाहिँ अचार खानालाई पनि टक्क मजा आउँछ हाम्रो चाहिँ लगभग रेडी पनि अचार पनि रेडी भइसक्यो यसमा भिनेगर अथवा अमिलो हाल्न पर्छ सो म चाहिँ अमिलो नै हालिदिन्छु भिनेगर चाहिँ छैन तेल हालेको अचार राम्रो हुन्छ अलिकति टिकाउ भनेर मैले अलिकति बेसी नै तेल हालेको हो आफूहरूलाई चाहिँ अलिकति कम हालेर खाँदा पनि हुन्छ है त राम्रो भयो जस्तो लागिरहेको छ मलाई मसलाहरू पनि मैले सुरुमै भुटेर अनि मात्र यसमा हालेको हो त्यही भएर धेरै बेर पकाउनु चाहिँ पर्दैन अनि तेल पनि मैले अलिकति बेसी नै राखेको छु किनकि बट्टामा राख्दाखेरि चाहिँ मासुको अचारमा तेल अलिक बेसी नै राख्नुपर्छ मेरो अचार चाहिँ यस्तो भइसकेको छ मलाई लाग्छ यो चाहिँ एक हप्तासम्म खाँदा बिग्रिँदैन होला हजुरहरूले पनि यसरी बनाएर खान सक्नुहुन्छ तर मलाई यो चिकनको अचार बनाएर चाहिँ राख्न एकदमै सजिलो पनि लाग्यो बोनलेस चिकन भइसकेपछि चाहिँ पकाउन एकदमै सजिलो म चाहिँ अब प्याक गर्छु यसमा हाल्नु पर्यो तर मलाई भरिन जस्तो लागिरहेको थियो बट भरियो यार ओ माई गड थोरै समटाइम्स बनाएर खाँदा पनि हुने रहेछ ओ वाउ मैले बनाएकै गाइस अचार कस्तो राम्रो देखियो है तर ओइ दामी छ नि त गाइस वाह भयो मेरो अचार कस्तो मजाले मसला पनि पुगेको लुक ओ वाउ सो यति भन्दै मेरो चाहिँ आजको ब्लग एन्ड गर्न चाहन्छु मेरो चाहिँ फाइनली अचार बन्यो तर यो पनि भरिन्न जस्तो लागेको थियो तर पनि अब सबै मरमसलाले गर्दाखेरि चाहिँ यो बट्टा भरियो आई एम सो ह्याप्पी फर द्याट अनि ठिक्कको बट्टा पनि नापेरै लिएर आएको जस्तो भयो कि एउटा लिएर आएको ठ्याक्कै यो चाहिँ भरियो अब यो मिठो भयो भने एक हप्तासम्म यहाँ रह्यो भने फेरि के थाहा नेक्स्ट टाइम पनि बनाउँछु कि तर ब्लग चाहिँ बनाउँदिनँ होला किनकि ब्लग त अलरेडी डन होइन त बाई गाइस